कोही महिना तलब दिने, कोही महिना नदिने, अघि रेगुलरको आशामा भोट फकाएर भोट तानेर आफू मौज मस्ती गरिबस्ने सोचदेखि अब बाहिर निस्किनुपर्छ। अब यो सोच, यो विचारबाट सिक्किम बाहिर निस्किनुपर्छ। किनभने हामी 50 साल सिक्किमले योपालि राज्य दिवस पालन गरिरहेछौँ, हामी पुरा गर्दैछौँ। यो 50 साल हाम्रो ट्रान्जिसन थियो, संक्रमणको समय थियो है, संक्रमण काल थियो, ट्रान्जिसन फेज थियो। र यो फेजमा धेरैवटा, अब हामी एउटा मोनार्कीबाट हामी डेमोक्रेसीमा आएको, र मोनार्की र डेमोक्रेसीमा आउँदाखेरि अभियसली केही चुनौती हुन्छ, केही च्यालेन्जेसहरू हुन्छ। किन पुरानो धेरै मान्छेहरू फ्युडल माइन्डसेटको मान्छेहरू पनि सत्तामा थिए, सरकारमा थिए। र अब संसारलाई, विश्वलाई हेऱ्यो भने यो ट्रान्जिसन फेजमा त्यो समाजले धेरै कुरा गुमाउनु परेको छ, धेरै कुराहरू समाजले गुमाएको छ।